नमस्ते साथीहरू, आज म तपाईहरूलाई एउटा यति रमाइलो, हँसाउने र सिकाउने भरिएको कुखुराको कथा सुनाउन जाँदैछु कि सुनेपछि तपाईहरू भन्ला यस्तो भिडियो त फेरि हेर्न मन लाग्छ। त्यसो भए अन्तिमसम्म हेर्नुहोला। गाउँतिर सबैले मन पराउने एउटा कुखुरा थियो। नाम थियो काले। काले कस्तो बेलगाम थियो भने बिहान 4 बजे नै कुखुराहरूको बाङ होइन, सिधै को गर्दै उठेर साह्रै उठ्ने जस्तो गरेर सबै गाउँ बिझाइदिन्थे। गाउँहरूले त हाँस्दै भन्थे, कालेले आज पनि अलार्म बजाइदियो। बिहान उठ्ने, आँगनमा फुतफुताउने, सबैलाई अभिवादन गराइदिने, अनि दाना खोज्दै बारीतिर दौडिनु। कालेको साथीहरू पनि थिए, माइली, हेर्न भैरे र एउटा अलिक हचुवा चमेली थिए। यी चारैजना मिलेर गाउँभर कमेडी देखाइदिन्थे। एक दिन माइली हेनले दानाबाट एक्सेप हुन खोजेको थिए। काले त उसका पछाडि भन्किँदै दौडियो, यो मेरो खाना हो, कहाँ लैजाने? गाउँका बालबालिकाले त उस्तै ठट्टा मस्करी गरेर हेरिरहन्थे। एक बिहान काले र भैर बिचको ठुलो झगडा भयो, कारण भैरले कुकु गर्दै कालेको दाना खायो। काले त रिसाएर पखेटा फुलाएर अघि सरेर, ओइ भरे, त्यो मेरो दाना थियो। भैरे डराएर बारीतिर भाग्यो। तर सबैभन्दा रमाइलो त चमेलीको काम। ऊ त दुईवटै झगडा हेर्दै बसेर कुको जस्तो आवाज निकाल्दै दाना चोरेर भागिसक्यो। गाउँको आँगन नै हाँस्दै भरियो। एक साँझ जङ्गलतिरबाट चितुवा आएको हल्ला फैलियो। गाउँले सबै डराए। कुखुराहरू त झन् निडोक फर्किए। तर काले त दमदार हिरो। उसले बारीतिर हेरेर कुकु मतलब सबै नडराऊ, म छु जस्तो गर्यो। चमेली डराएको कत्रो आवाज निकाल्यो कि कुखुरा हो कि विस्टेन बुझेन। धेरै त भित्रै बसेर पन्चा कापाइरह्यो। गाउँलेहरू आएर कुखुराको घर बलियो बनाइदिए। कालेले सबैलाई सुरक्षित महसुस गरायो। आफ्नो परिवार, साथीसङ्गी र गाउँलाई बचाउनु कति महत्त्वपूर्ण हुन्छ, त्यसै रात सबै सिके। केही महिनापछि माइली हेनले 4वटा साना चल्ला जन्माइन्। काले त प्रुफ बुबा बन्यो। आँगनभर कुकु गर्दै हिँड्न थाल्यो। चल्लीहरूले त घरभरि हल्ला गरे। कहिले पानीमा खुट्टा थापेर खेल्छन्, कहिले एक अर्काको पछाडि लागेर दौडिन्छन्, कहिले कुखुराको घरमा चढेर गल्ती गर्छन्। एक चल्ली त चमेलीको पखेटामै टाँसिएर बसेको। गाउँलेहरू त हेर्दै हाहा गरे। कालेको परिवारले गाउँमा सबैलाई एउटा कुरो सिकायो, मिलेर बस्दा सबै समस्या सजिलै टार्न सकिन्छ। काले धेरै, माइली हेर्न चमेली र साना चल्ली सबैले मिलेर बसेपछि गाउँको वातावरण झन् रमाइलो भयो। साथी हो, यो थियो हाम्रो कुखुराको रमाइलो कथा। कुखुराको परिवार हेर्दा नै मन प्रसन्न हुन्छ। हाँसो, माया, डन्डा मस्ती सबै मिसिएको। यदि यो कथा सुन्दा तपाईँ हाँस्यो, रमाइलो भयो भने लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न नबिर्सनुहोला। अर्को रमाइलो कथा फेरि भेटौँला। नमस्ते।